ल साथीहरू म चाहिँ यहाँ जङ्गलदेखि चाहिँ दाउरा निकालेर चाहिँ बारी लगाइसकेँ। त दाउरा भन्दा पनि यो चाहिँ सिटा निकालेको, किनभने अस्तिको दिन दाउरा लिइरहेको छ। यो सिटा बिग्रेर जानुभन्दा चाहिँ हामीले घरमा बिहान बिहान आगो बाल्ने पनि हुन्छ, पानीतिर तताउने पनि हुन्छ। त्यही भएर चाहिँ बारी लाउँदैछु साथीहरू। कमिला चाहिँ सानो छैन है साथीहरू, म त भागिन्जेल भयो कमिलाले। कमिलासँग सम्म सक्छु। उयो एउटा चाहिँ कमिला रहेछ, छोडिदिएको त चाहिँ उफ्रिँदै बारी लाउने बेला भएछ साथीहरू। के बिना कमिला आमामा, साथीहरूलाई पनि थाहा छ र यो के कमिला हो यस्तो। म त अस्ति किराले टोक्ने साबुनहरू त्यो साइकोमा छ कि साथीहरू, त्यो भएर जङ्गलमा चाहिँ आउँदा चाहिँ उफ्रिँदा मच्चाहरू पनि सबै गालिदिएको। किराको डर लाग्छ त्यो साइकोले गर्दा हामीलाई। मान्छेलाई किनकि साइको परिहाल्छ अलिकति भए पनि, त्यो भएर माथिदेखि एकैचोटि उफ्रिँदै आएको। म त माथिदेखि किराले टोक्छ भनेर अलिकति टोकेँ कि, टोक्नु चाहिँ मलाई चाहिँ कमिलाले टोकेछ, तर म चाहिँ किराले टोक्यो भन्दै साथीहरू उफ्रिँदै कुदेको किराले टोक्यो भनेर। आम्मामा साथीहरू, दाउरा अलिक काटेको असिन पसिन भयो हेर्नुहोस् न। अघि एक ट्रिप घरमा पुऱ्याइराखेँ, अब एक ट्रिप लानुको लागि चाहिँ पुरा पसिना आएको। मलाई ज्यादा पसिना आउँछ साथीहरू काम गर्दाखेरि चाहिँ, धेरै भयो दाउराहरू नकाटेको, त्यही भएर चाहिँ पसिना खलखल आउँछ नि साथीहरू। पसिना सबै लागिरहेछ, मलाई आइरहेको छ। अब जाने हो बारी बोक्ने साथीहरू। ल साथीहरू, बल्ल बारी टिपेर चाहिँ उकालो गएकै साथीहरू। उकालो जानुपर्छ नि बाटो, हेर्नुहोस् न साथीहरू, यो उकालो जानुपर्छ, साह्रो पर्छ साथीहरू। म चाहिँ पसिना खलखल भयो साथीहरू। बाँसको दाउराले पनि यति साह्रो गरौँ हुँदो रहेछ। किन भन्नुहोस् साथीहरू, चाहिँ अलिक गरौँ रहेछ बाँसको दाउरा, चिसो भएको रहेछ। अब यो बाँसको दाउरा लगेर चाहिँ 2-3 दिन त सासु रमाउने भयो। बढीहरू भएपछि यस्तो काम गर्नुपर्छ साथीहरू। ल हामी चाहिँ सासूको खुसीको लागि म चाहिँ दाउरामा, किनभने घरमा बसेर काम गरेन भन्छ नभए हो। मेरो छेउमा याङ गर्छ फेरि सासूले चाहिँ, खालि चुलामा खाएको मात्रै खान्छु भन्छ नि पकाएर, आगो बोल्ने पनि छैन भन्छ, दाउरा छैन। त्यही भएर अस्तिको दिन पनि दाउरा ल्यायो, आज चाहिँ सुक्खा दाउरा। ल आज बोज्रे सासूमाले चाहिँ मलाई एकछिन चाहिँ चिया बनाइदिन्छ होला साथीहरू। यो भाँसमै पकाएर बनाइदिन्छ होला, आगोमा बनाउँछ नि बोजूले चाहिँ।